यी हाम्रा दाजुभाउजू हुन्, नेपाली दाजुभाउजू। त्यसपछि गएर यो चाहिँ फोर्नालुक्स गाउँ हो। नेपालमा गाउँमा जन्मियो, गाउँमा हुर्कियो, नेपाल बस्दा सहरमा छिर्न मन लाउने। अनि सहर कस्तो होला, सहरको बसाइ भन्ने चाहिँ रमाइलो लाग्थ्यो भने युरोप छिरिसकेपछि फेरि त्यही गाउँ नै प्यारो हुन थाल्यो। यस्तो अलिक पुरानो गाउँ हेर्नको लागि हामी टाढा बसेको ठाउँबाट टाढा आएको छौँ। यो मायर्काको फोर्नालुक्स भन्ने गाउँ हो। लगभग 300 वर्ष पुरानो गाउँ जस्तो लाग्छ हेर्ने बेलामा। ऐतिहासिक गाउँ रहेछ यो। र यहाँ थुप्रै टुरिस्टहरू आउँदो रहेछन्। चारैतिर पहाडको तल फेदीमा चाहिँ छ। पानीको प्रशस्त पर्याप्त भनौँ न पानीको स्रोत रहेको ठाउँ यो। यस्तै यस्तै घरहरू छन्, सबै उतैपट्टि पनि सम्म छ यो घरहरू है। त्यता हेरे पनि यस्तै ढुङ्गाले बनेको अनि टाइलले छाएको पुरानो घरहरू देख्न सकिन्छ। निकै रमाइलो गाउँ मध्येको यो रहेछ। यो हेर्नलाई आज हामी यहाँ आइपुगेका छौँ। रमाइलो भइरहेछ। बिहानदेखि अहिलेसम्मको घुमघाम निकै रमाइलो भइरहेछ। फेरि पनि साथीहरूलाई मैले सेयर गर्न चाहेँ एकचोटि यो फोर्नालुक्स गाउँ मायर्काको। धन्यवाद।